शिक्षा मन्त्रीज्यू नमस्कार। म भरत गिरी, चिन्नुभयो? म आमूल परिवर्तन रिपब्लिकन पार्टीको अध्यक्ष है। अनि म चर्चको पास्टर पनि हो। अनि हाम्रो यो छिमेकी सङ्गति भन्ने पास्टरको 40-50 चर्चको एउटा मिटिङ थियो कि आज। उहाँहरूले के एउटा डिमान्ड गर्नुभयो भने यो हाम्रो अहिले त जेएनजीको सरकार छ, हाम्रो पुनजी मन्त्री हुनुहुन्छ। अनि यो टियुले चाहिँ पुस 10 गते भनेको क्रिसमसको क्रिस्चियनहरूको 30 लाख क्रिस्चियनको चाडको दिनमा चाहिँ एक्जाम राख्दैछ। अब अहिले हजुर मन्त्री भएको बेला चाहिँ यो एउटा चिठी लेखेर हो कि फोन गरेर त्यसलाई तुरुन्तै रोकिदिनु पर्यो भनेर उहाँले माग गर्नुभएको छ। हजुर, युनिभर्सिटीले त्यो चाहिँ कार्यक्रम पुसको 15 गते राख्ने भनेको थियो हो हैन? हजुर। तर के भयो भन्दाखेरि प्रमुख अतिथि भनेर नोबेल प्राइज पाउने जापानको एउटा वैज्ञानिकलाई ल्याउने भन्दाखेरि उनीहरूले पहिल्यैदेखि टाइमहरू मागेको रहेछ। हजुर। टाइम माग्दाखेरि त्यो वैज्ञानिकले पुस 10 गते भन्दा अरू दिन म दिन सक्दैन भनेर राखेको हुनाले पुस 10 गते राखेको। अब एकजना व्यक्तिको लागि यहाँ त लाखौं विद्यार्थीहरू छन् हैन? व्यक्तिको कुरा होइन नि, यो त त्यहाँ पनि त लाखौंको कुरा हो नि। हजुर हजुर। कारणले त्यो कुरा चाहिँ चेन्ज हुँदैन, तपाईँले त्यो पत्र ल्याउनु पर्दैन हैन? त्यो त्यसरी चाहिँ मिलाएको हो। तपाईँलाई त्यो कुरा त क्लियर गर्नु पर्यो नि। हजुर हजुर। तर अब हाम्रो समयलाई त अन्याय भएको महसुस भएर उहाँहरू त एकदम रोइ कराइछ, हाम्रा नानीहरू के गरौँ भन्नुहुन्छ। त्यसले गर्दा म हजुरलाई फोन गरेको। त्यो दिन के गर्नुपर्छ, त्यहाँ जाँदाखेरि के फरक पर्छ भन्नुहुन्छ? हजुर होइन, उहाँ यो एक्जाम अनि त्यहाँबाट यो अर्को पनि छ होइन त, ग्रेजुएसन एक्जाम पनि राखेको छ नि मन्त्रीज्यू। एक्जाम के छैन? एक्जाम छ, हेर्नु त मैले सूचना हेरे जस्तो लागेको छ। एक्जाम थाहा छैन। मुख्य कुरा त्यो एक्जाम र ग्रेजुएसन दुइटै छ। दीक्षान्त समारोह हुने भएको हुनाले सबै युनिभर्सिटीको सबै मान्छे दीक्षान्तमा लागेका हुन्छन्। एक्जाम कसले गर्छ? के छ मन्त्रीज्यू, त्यसो यसलाई यो साल यो पोहोर साल पनि यो एक्जाम त पार्थे होइन? हजुर मन्त्री हुँदा चाहिँ यो कुराहरूलाई रोक्नलाई के गरेर पनि गर्न सकिन्छ कि भनेर मन्त्रीज्यू। अब यहाँ त म त जनता कुरा हजुरलाई सुनाएको। अनि एक्जामको कुरा त थाहा छैन मलाई हैन? एकदम त्यो एक्जाम चाहिँ हो रहेछ भने त्यसलाई पनि हजुरले फोन गरेर एक्जाम चाहिँ नपाएर भनेर भनिदिनु पर्यो। अनि ग्रेजुएसनको कुरामा पनि अब हजुरले त आफ्नो कुरा भन्नुभयो, तर पनि हाम्रो समुदाय चाहिँ मानिरहेको छैन है मन्त्रीज्यू। नमाने नि कुरा यही हो। तपाईँहरू चाहिँ त्यो आफ्नो चाडबाड आफ्नै तरिकाले मनाउनु हुन्छ। त्यही त अब हाम्रो अब मन्त्रीज्यू हजुरलाई थाहा छ त सबैको चाडबाडको महत्त्व हुन्छ। अनि हाम्रा नानीहरू हामीसँग नभएपछि त उहाँहरूको मन दुखाइ हुन्छ। मैले भने त्यो मन्त्री भएपछि नै कुरा निस्किएको हो क्या, पहिल्यैदेखि मागेको रहेछ। अनि हजुरलाई त थाहा छ त यो कुरा होइन भन्दै थिएँ। पछि चाहिँ त्यो चाहिँ के भन्छ प्रमुख अतिथिले चाहिँ यो दिन टाइम दियो भनेपछि सारेका हुन्, 10 गते सारेका हुन्। हुन्छ मन्त्रीज्यू, म यहाँहरू सल्लाह गर्छु, चिठी ल्याउने नल्याउने के गर्ने कुरा म हजुरलाई पछि जानकारी गर्छु है त। हस्।